दर्शक महानुभावहरु नमस्कार। नेपाली न्यूज टिभीको न्यूज बुलेटिन खबरमा यहाँहरूलाई हार्दिक स्वागत छ। म पुष्करोली सदाझै आज पनि तपाईहरुमाझ देश तथा विदेशका महत्त्वपूर्ण समाचार अपडेटका साथ उपस्थित भइसकेको छु। हामीलाई तपाईहरुले कहाँदेखि हेर्दै हुनुहुन्छ नेपाल भए जिल्ला र गाउँठाउँको नाम लेख्नुहोला। यदि विदेशमा हुनुहुन्छ भने आफू रहेको देशको नाम पनि लेख्न नभुल्नुहोला र हाम्रो च्यानल नेपाली न्यूज टिभीलाई अहिलेसम्म पनि सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला, साथै सँगै रहेको बेल आइकनलाई दबाउन पनि नभुल्नुहोला। दर्शक महानुभावहरु, विशेष गरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भर्सेस रवि लामिछाने, रासपा भर्सेस एमाले कस्तो छ त स्थिति, यसबारे महत्त्वपूर्ण जानकारी। चुनावको मुखैमा एमालेको धम्कीले रासपा त्रासित, रविले गरे सबै चुनावी सभाहरू स्थगित, आखिर किन त? सर्वोच्च संवैधानिक प्रश्नमा अल्झियो, निर्वाचनपछि साधारण तारिक अर्थहीन रहेको केपी शर्मा ओलीको भनाइ। केपी शर्मा ओलीको आरोपले चुनाव नजित्ने देखेपछि अभद्र व्यवहारबाट तनाव बढाउन राष्ट्रिय स्वतन्त्र पार्टीले खोजेको केपी ओलीको टिप्पणी। निर्वाचन अपरिहार्य तर जनताले चाहेको नभएको घनश्याम भुसालको टिप्पणी। निर्वाचन शान्तिपूर्ण र निष्पक्ष बनाउन सुरक्षा निकायले प्रधानमन्त्री सुशीला कार्कीको निर्देशन। सर्वोच्च संवैधानिक प्रश्नमा अल्झियो, निर्वाचनपछि साधारण तारिक अर्थहीन छ, केपी ओलीको टिप्पणी। दाङमा नेकपा एमालेको झण्डा जलाएको आरोपमा 2 जना पक्राउ। चुनावको मुखैमा नेकपा एमाले किन हुलदङ्गा गर्दैछ त्यसबारे विशेष रिपोर्ट। यता रौतडमा 2 साम्प्रदायिक बीचको झडपमा नियन्त्रण बाहिर, दर्जनौं सवारी साधनमा आगजनी, लाग्यो कर्फ्यू, यसबारे पनि महत्त्वपूर्ण समाचार छ। नेकपा एमालेको झण्डा जलाएको घटनामा निर्वाचन आयोगले सोध्यो राष्ट्रिय स्वतन्त्र पार्टीलाई स्पष्टीकरण। सर्लाही 4 का मतदाताहरूसँग गगनले भने सांसद खोज्दै अब धाउनु पर्दैन, म आफै आउँछु। झापा जाँदै बालेन्द्र शाह बालेन्द्र, के छ त रणनीति, यसबारे पनि महत्त्वपूर्ण जानकारी। देउबा चुप बस्दा गगनको प्रधानमन्त्री बन्ने सपना अन्यलता। रासपा भर्सेस काङ्ग्रेस अझै रोकिएन, रवि र गगनको द्वन्द्व। 21 फागुनमा नेकपा एमालेका हाई प्रोफाइल नेताहरूको परीक्षा, हरिविजक हुने पक्का। नेकपा एमालेको झण्डा जलाएको अभियोगमा रासपालाई सोधियो 24 घण्टे स्पष्टीकरण। केपी शर्मा ओली आज झापा जाँदै यस्तो छ कार्यतालिका। गौर नगरपालिकाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू। सप्तरीमा नेकपा एमालेको झण्डा र उम्मेद्वारको फोटो जलाएको आरोपमा निर्वाचन प्रहरी परे पक्राउ। आखिर के थियो रणनीति, यसबारे पनि महत्त्वपूर्ण जानकारी। घनश्याम भुसालको दाबी, ओली र प्रचण्डले राजनीतिक छाडे 1 हप्ताभित्र वाम एकता हुन्छ। र दर्शक महानुभावहरु, नयाँ पार्टी आउँछन् जान्छन्, बहुमत ल्याउने काङ्ग्रेस भएको नेपाली काङ्ग्रेसका नेता प्रकाश शरण महतको भनाइ लगायतका धेरै समाचार छन्। त्यसैले आउनुहोस् दर्शक महानुभावहरु, आजको पहिलो तथा महत्त्वपूर्ण समाचारतर्फ लागौं। दर्शक महानुभावहरु, केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति फेरि भड्काउ अभिव्यक्ति दिएका छन्। ओलीले आरोप लगाउँदै रासपाले चुनाव नजित्ने देखेपछि अभद्र व्यवहारबाट तनाव बढाउन खोजेको भन्दै आरोप लगाएका छन्। उनीहरू रासपा चुनाव भाड्ने स्थितिमा पुगिसकेको यसै अनुमान गर्न सकिन्छ, ओलीले बताएका हुन्। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले रासपाले चुनाव नजित्ने निष्कर्ष निकालेको र सोही अनुसार विभिन्न अराजक गतिविधि गर्न थालेको भन्दै गम्भीर आरोप लगाएका छन्। शनिबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै एमाले अध्यक्ष ओलीले रासपाका पछिल्ला व्यवहारहरू अभद्र, अमर्यादित, अशोभनीय खालका व्यवहार देखाउने तनाव बढाउन खोजे जस्तो देखिएको बताएका छन्। मलाई के लाग्छ भने रासपाले चुनाव जित्दिन भन्ने निष्कर्ष निकालेको जस्तो लाग्छ। त्यसकारण उसले कतै झण्डा जलाउने, कतै अभद्र, अमानवीय, अशोभनीय खालका व्यवहार देखाउने, तनाव बढाउन खोज्ने, त्यस प्रकारको कुराहरू देखिन थालेको छ, ओलीको भनाइ छ। रासपा चुनाव भाड्ने स्थितिमा पुगेको अनुमान यत्तिकै गर्न सकिएको ओलीले बताए। तसर्थ उनीहरू चुनाव भाड्ने स्थितिमा पुगेको छ, यसै अनुमान गर्न सकिन्छ। यसको अर्थ हो उनीहरू आफ्नो पक्षमा नतिजा आउँछ भन्ने चुनाव लड्ने, पक्षमा नतिजा आउँदैन भन्ने चुनाव नलड्न दिने खालको प्रवृत्ति देखिन्छ। मैले केही दिन यताका घटनाक्रम देख्दा रासपाले चुनाव भाड्न खोजेको जस्तो देखिएको केपी ओलीले भने। साथै उनले चुनाव बल जबरजस्ती हुने विषय नभएको पनि बताए। मतदाताले निर्भय रूपमा चुनावमा भाग लिने वातावरण तयार हुनुपर्ने केपी ओलीको भनाइ छ। निर्वाचन भनेको बल जबरजस्ती विषय होइन, नियम र कानुन रूपमा अगाडि बढ्नुपर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्। केपी शर्मा ओलीले रासपाले चुनाव नजित्ने देखेपछि अभद्र व्यवहारबाट तनाव बढाउन खोजेको आरोप लगाएका छन्।
दर्शक महानुभावले यसैबीच यता दाङमा नेकपा एमालेको झण्डा जलाएको आरोपमा थप 2 जना पक्राउ परेका छन्। दाङको तुलसीपुरमा दर्शक महानुभावहरू तुलसीपुरमा नेकपा एमालेको झण्डा जलाएको आरोपमा थप 2 जनालाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक रेशम बोहराले तुलसीपुर उपमहानगरपालिका 4 हलवा निवासी 30 वर्षीय रमेश राणा मगर र तुलसीपुर 6 गाईडहर निवासी 24 वर्षीय विक्रम परिवारलाई आज पक्राउ गरिएको जानकारी दिएको छ। यही प्रकरणमा शुक्रबार तुलसीपुर 7 काला खोला निवासी 55 वर्षीय बुद्धि बहादुर बस्नेतलाई पक्राउ गरिएको थियो। प्रहरी नायब उपरीक्षक बोहराले झण्डा जलाउने कार्यमा संलग्न 3 जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको र अन्य सम्भावित व्यक्तिहरूको खोजी भइरहेको जानकारी दिए। दाङको घोराईमा हुने कार्यक्रममा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टी रासपा सभापति लामिछाने र नेता बालेन्द्र शाह बालेन आउने खबर पाएपछि दाङ तुलसीपुरको वीरेन्द्र चोकमा भेला भएका समर्थकहरूको भिड झण्डामा जलाइएको थियो। नेकपा एमाले त्यस कार्यको विरोध गरिरहेको छ र हिजो मात्रै दर्शक महानुभावहरू विभिन्न स्थानहरूमा नेकपा एमाले हुलदङ्गा मचाएको थियो। दर्शक महानुभावले यसैबीच यता प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको सन्दर्भमा सुरक्षा तथा शान्ति व्यवस्थाका विषयमा चिन्ता व्यक्त गरेकी छिन्। उनले 1 हप्ताभित्र फागु पूर्णिमा होली पर्व आउँदै गरेको र हिमाली क्षेत्र खास गरी रुकुम पूर्वमा सम्भावित हिमपात जस्ता प्राकृतिक समस्याहरू देखा पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेकी छन्। उनले विभिन्न जिल्लाहरूमा स्थानीय समस्या रहेको उल्लेख गर्दै तराई क्षेत्रमा केही राजनीतिक दलहरू बढी सक्रिय रहेको र तिनीहरू बीचको प्रतिस्पर्धा झडपको रूपमा बदलिन सक्ने आशंका व्यक्त गरेका छन्। पार्टीहरूबीच झण्डा जलाउने जस्ता घटना पनि रिपोर्ट भएको र जसले निर्वाचनको समयमा तनाव बढाउन सक्ने उनले बताइन्। यस्ता सम्भावित घटनाहरूबाट बाँच्न पूर्व तयारी आवश्यक रहेको प्रधानमन्त्री सुशीला कार्कीको भनाइ छ। निर्वाचन बहिष्कार गर्ने समूह बारे बोल्दै उनले यस्ता बहिष्कारकर्ताहरूको प्रभावकारिता कमजोर देखिएको उल्लेख गरेका छन्, जसका अनुसार कतिपयले निर्वाचन बहिष्कारको नाममा पार्टीको अस्तित्व देखाउने र एक्सपर्सन चन्दा पैसा असुली गर्ने प्रवृत्ति अपनाएका छन्। कसैले व्यापार वा उद्योग गरेको देखाएर पार्टी चलाउने गरेको पनि उनले उल्लेख गरेका छन्। यसैबीच प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन समेत निर्देशन दिएकी छिन्। दर्शकले यसैबीच प्रधानमन्त्री समेत रहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई माथि पनि आरोप लगाएका छन्। सर्वोच्च संवैधानिक प्रश्नमा अल्झियो, निर्वाचनपछि साधारण तारिक अर्थहीन भएको ओलीले आरोप लगाए। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सांसद विघटन विरुद्धको रिटमा सर्वोच्च अदालतले निर्वाचनपछि साधारण तारिक राख्नु व्यावहारिक रूपमा अर्थहीन भएको बताएका छन्। भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सर्वोच्चले यत्रो ठूलो संवैधानिक प्रश्नमा समयमै फैसला गर्नुपर्ने भए पनि नगरेको भन्दै असन्तुष्टि जनाएका छन्। उनले भने अब सर्वोच्च अदालत यत्रो संवैधानिक प्रश्नमा अल्झिएको छ। यो जटिलतामा फँसेको बेलामा सम्मानित सर्वोच्च अदालतबाट फैसला समयमा आउनु पर्दथ्यो। निर्वाचनपछि साधारण तारिक यस मुद्दामा सम्बन्धी साधारण तारिक व्यावहारिक रूपमा अर्थहीन छ ओलीले भने। प्रयोजनहीन छ। सैद्धान्तिक रूपमा भोलिका लागि सिद्धान्त प्रतिपादन होला। एउटा नजिर त बस्ला जे बस्ला तर न्याय अर्थपूर्ण हुनुपर्दछ। उनले निर्वाचनपछि सर्वोच्चको फैसला म्याद गुज्रिएको स्थिति जस्तो हुने टिप्पणी समेत गरेका छन्। भदौ 23-24 गते आगजनी लुटपाट तोडफोड भयानक हिंसा सार्वजनिक सम्पत्तिदेखि लिएर राज्यका प्रमुख अङ्गहरूका कार्यहरूलाई तिनका संरचनाहरू ध्वस्त गर्नेदेखि लिएर निजी सङ्घ संस्था औद्योगिक प्रतिष्ठान व्यापारिक फर्महरूदेखि राजनीतिक दलका कार्यालय र लोकतान्त्रिक देशभक्त राजनीतिक दलका नेता कार्यकर्ताका सार्वजनिक वा आफ्नो निजी सम्पत्तिहरू जलाउने काम भएको बताए। उनले थप भने यो अत्यन्तै अपराधिक मनोवृत्तिको नेपाली समाजमा हुनै नहुने खालको काम भयो। दुःखलाग्दो कुरा त्यति मानिसहरूको ज्यान गयो। अत्यन्तै दुःखको कुरा हो। यो एउटा दुःखद स्थिति भयो। अब त्यस परिस्थितिबाट देशको सार्वभौम सत्तालाई स्वाधीनतालाई स्वतन्त्रतालाई जोगाएर देशलाई राजनीतिक रूपले एउटा स्वतन्त्र राष्ट्रको रूपमा र आर्थिक हिसाबले आत्मनिर्भर राष्ट्रको रूपमा अगाडि नै जानिनुपर्ने केपी शर्मा ओलीले बताएका छन्। दर्शक महानुभावले यसबीच रौतहटमा 2 साम्प्रदायिक बीचको झडप नियन्त्रण बाहिर भएको छ। दर्जनौं सवारी साधन अग्जनी भएका छन्। रौतहट जिल्लाको गौर नगरपालिका 6 स्थित सगवाड गाउँमा 2 समुदायहरू बीच भएको झडप 3 दिन बित्दा पनि पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। बिहिबार राति भएको सामान्य विवादले उग्र रूप लिँदै विभिन्न स्थानमा आगजनी र तोडफोडको अवस्था सृजना भएको छ।
एक विवाह कार्यक्रममा बजाइएको बाजालाई लिएर विवाद सुरु भएको थियो। गत 7 गते राति हिन्दू समुदायको विवाहमा बाजागाजा बजाइएको विषयलाई लिएर मुस्लिम समुदायसँग विवाद सुरु भएको बताइएको छ। मस्जिदमा रात्रि प्रार्थना भइरहेको समयमा गाजा बजाइएको भन्दै दुवै समूह बीच भनाभन बढ्दै गएपछि केही व्यक्तिहरूमाथि कुटपिट भएको थियो। घटनापछि शुक्रबार बिहान पुनः दुवै समूहबीच ढुङ्गामुढा भएको र त्यसपछि स्थिति थप तनावग्रस्त भनेको प्रशासनले जनाएको छ। त्यस यता स्थिति तनावग्रस्त भन्दै गएको छ। स्थानीय प्रशासनका अनुसार झडप विभिन्न स्थानमा फैलिँदै गएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी विष्णु प्रसाद बस्यालका अनुसार आज मात्रै 2वटा स्कर्पियो गाडी जलेका छन्। दर्शक महानुभावले यसै बीच यता झडप निकै उग्र रूप लिएपछि झडपले यति बेला रौतहटमा विभिन्न ठाउँमा कर्फ्यू समेत आदेश जारी गरिएको छ। दर्शकबिन यसबीच यता नेकपा एमालेको झण्डा जलाएको घटनामा निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीलाई स्पष्टीकरण सोधेको छ। पछिल्लो समय रासपा र नेकपा एमाले बीच चर्को द्वन्द्व चर्किएको छ। यसैबीच निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी रासपालाई स्पष्टीकरण सोधेको छ। आयोगले दाङमा नेकपा एमालेको चुनावी चिन्ह सूर्य अङ्कित झण्डा जलाएको विषयमा स्पष्टीकरण सोधेको छ। रासपाका कार्यकर्ताहरूले तुलसीपुरमा नेकपा एमालेको झण्डा जलाउँदै अध्यक्ष केपी शर्मा ओली विरुद्ध नाराबाजी गरेपछि आयोगले पार्टी सभापतिका नाममा पत्र पठाउँदै स्पष्टीकरण सोधेको हो। कानुन अधिकृत मोहनराज जोशीद्वारा हस्ताक्षरित पत्रमा पत्र प्राप्त भएको 24 घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगानामा प्राप्त हुने गरी स्पष्टीकरण पेश गरेर भनिएको छ। फागुन 7 गते करिब राति 9:30 बजे तुलसीपुर महानगरपालिका 5 वीरेन्द्र चोकमा एमालेको झण्डा जलाइएको थियो। रासपाका सभापति रवि लामिछाने सुर्खेतबाट दाङ आउने क्रममा उक्त घटना भएको थियो। लामिछानेलाई स्वागत गर्न उपस्थित भिडमा रहेका केही व्यक्तिहरूले झण्डा जलाउनुका साथै नेकपा एमालेका अध्यक्ष केपी ओली विरुद्ध केपी चोर देश छोड लगायतको नारा समेत लगाएका थिए। त्यसपछि जन देशमा उग्र रूप हुँदै गएको छ। नेकपा एमाले भर्सेस यति बेला रासपा देखिएको छ। दर्शक महानुभावले यसैबीच यता नेपाली काङ्ग्रेसका सभापति तथा सर्लाही क्षेत्र नम्बर 4बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार गगन थापाले सर्लाहीका मतदाताले सांसद खोज्दै अब धाउनु नपर्ने बाचा गरेका छन्। सर्लाही निर्वाचन क्षेत्र नम्बर 4 अन्तर्गत पर्ने भगवतीपुर र सिमरामा घर दैलोका क्रममा मतदाताहरूले उम्मेद्वार निर्वाचनमा मत माग्न आउने र कहिले फर्केर नआउने गुनासो गरेपछि थापाले आफ्नो निर्वाचन क्षेत्रमा मतदाताका लागि छुट्टै सम्पर्क कार्यालय राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले नेपालको नेतृत्व गर्न पहाड काठमाडौँ आए। काठमाडौँ थाहा पाएर मात्रै नहुने भन्दै आफू मधेस बुझ्न र मधेस जान्न सरलाई आएको पनि बताए। नेपालको नेतृत्व गर्न पहाड र काठमाडौँ थाहा पाएर मात्र हुँदैन, मधेस पनि बुझ्नु पर्दछ। म अहिले नेपालको नेतृत्व गर्न मधेस बुझ्न र मधेसको हुन मधेस आएको छु। गगन थापाले भने मतदाताको प्रश्नको जवाब दिँदै बताएका हुन्, चुनावको बेला घर घर देखिने अरू बेला नदेखिने सांसददेखि तपाईहरू थाक्नु भएको छ। तपाईँ अब सांसद खोज्दै आफू आउने, तपाईहरू नआएर आफू आउने बताएका छन्। यसैबीच म आफै आउँछु सरलाई, अब मेरो निर्वाचन क्षेत्र हो, यहाँ मेरो सम्पर्क कार्यालय रहन्छ, मेरो टिम रहन्छ। कुनै पनि अप्ठ्यारो पर्दा कुनै युवकहरूले आफ्नो बालाई फोन गर्नुभन्दा गगन दाई भन्ने बनाउन म सरलाई आएको हो, उनले अगाडि भने। शुक्रममा थापाले अब काङ्ग्रेस नेतृत्वमा सरकार बनेपछि कुनै पनि नागरिकले कुनै पनि अस्पताल गएर उपचार गर्न खल्तीबाट 1 रुपियाँ तिर्नु नपर्ने अवस्था काङ्ग्रेसले बनाउने पनि बताए। किसानका समस्याका बारेमा समेत आफूले जानकार रहेको भन्दै गगन थापाले उखु किसानका समस्याबारे आफूले प्रधानमन्त्रीलाई जानकारी गराएको र छलफल भइरहेको समेत बताएका छन्। काठमाडौँ आएर प्रधानमन्त्रीलाई भेटेर उखुको विषयमा मैले कुरा गरिरहेको छु, प्रधानमन्त्रीले काम गर्दै हुनुहुन्छ होला, अब उखुको समस्या मेरो जिम्मा हो, उनले बताए। दर्शक महानुभावले यसबीच आउनुहोस् अर्को समाचारतर्फ लागौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले राजनीतिक छोडे 1 हप्ताभित्र वाम एकता हुने घनश्याम भुसालले बताएका छन्। नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपाका संयोजक प्रचण्डले पार्टी छाडे 1 हप्ताभित्र वाम एकता हुने दावी गरेका छन्। बुटलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओली र प्रचण्डले छाडेको 1 हप्ताभित्र एकबद्ध हुन कुनै समस्या नरहेको बताए। उनले भने
कमरेड ओली र कमरेड प्रचण्डले आज हामी सक्रिय राजनीतिमा छैनौँ भनेर घोषणा गर्ने हो भने 1 हप्ताभित्र वामपन्थी एकता हुन्छ र कुनै समस्या छैन। ओली र प्रचण्डले आफ्ना सरकारमा गएर पावर एक्सर्साइज गर्ने आकांक्षा छाडे एकताको वातावरण बन्ने उनको भनाइरहेको छ। उनले थप भने आगामी बाटोका बारेमा त हामीले पहिले प्रश्न गरेका छौँ। हामीले समाजको चरित्र लगायत सैद्धान्तिक तमाम विश्लेषण गरेर त्यसको सामयिक साक्षी नै मै हुँ, त्यसको अगुवा नै मै हुँ। अब हामी जाने समाजवादतिर हो। यो समाजवादतिर जानका लागि हामीले राष्ट्रिय पुँजीको विकास गर्दै समाजको तयारी गर्ने हो। अब कुरा एकै ठाउँमा आउने उनले पक्की बनाए। तर यी दुईजना नेताले छोड्नु। दर्शक महानुभावले यसैबीच सप्तरीमा नेकपा एमालेको झण्डा र उम्मेद्वारको फुट्टा जलाएको आरोपमा निर्वाचन प्रहरी पक्राउ परेका छन्। सप्तरीको महादेवा गाउँपालिकामा दर्शक महानुभावले यो घटना फेरि घट्न पुगेको छ। यसले फेरि निकै तनाव पुर्याएको बताइएको छ। यो सँगै दर्शक महानुभावले नेकपा एमालेको झण्डा र प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार मोहम्मद जियाउल रहमानको तस्बिर जलाएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। केही व्यक्तिले नेकपा एमाले विरुद्ध नाराबाजी गर्दै पार्टीको चुनाव चिन्ह सूर्य अङ्कित झण्डा जलाइएको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक एक भिडियोमा देखिएको छ। त्यसमा जय मधेस जय घन्टी भन्ने नारा समेत लगाइएको सुनिन्छ। उक्त घटनामा संलग्न रहेको आरोपमा महादेव 25 वर्षीय हरिनारायण मण्डललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ। पक्राउ परेका मण्डल निर्वाचन सुरक्षामा खटिएका प्रहरी समेत रहेको जानकारी प्राप्त भएको छ। दर्शक महानुभावले यसैबीच फागुन 21मा नेकपा एमालेका हाई प्रोफाइल नेताहरूलाई यति बेला निल्नु कि गल्नु निर्वाचन भएको छ। फागुन 21को निर्वाचनमा नेकपा एमालेका पदाधिकारी तहकै नेताहरूलाई निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्न चुनौती बढेको छ। चुनावी प्रसारका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित छन्। दाङबाट चुनाव लडेका नेकपा एमाले महासचिव शङ्कर पोखरेल पनि आफ्नो जित निकाल्न निर्वाचन क्षेत्र नै केन्द्रित छन्। निर्वाचनमा उठेका अरू पदाधिकारीहरू पनि आफ्नो निर्वाचन क्षेत्रमा नै सीमित देखिएका छन्। यसले नेकपा एमालेका पदाधिकारी तहका नेताहरूलाई समेत फागुन 21 गतेको निर्वाचनको नतिजा आफ्नो पक्षमा ल्याउन निकै कठिन जस्तो देखिएको छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली झापा 5 मै केन्द्रित छन्। रासपा वरिष्ठ नेता बालेन्द्र शाह र ओलीको चरको प्रतिस्पर्धी हुने भएपछि केपी ओलीले निर्वाचनको नतिजा आफ्नो पक्षमा ल्याउन झापा 5 मै केन्द्रित हुन परेको छ। झापामा केपी शर्मा ओली र बालेन दुवैको सम्भावना बराबर रहेको विश्लेषण राजनीतिक विरुद्धमा भइराखेको छ। यसभन्दा अगाडि निर्वाचनमा मनोनयन गरेर विजय उत्सव मनाउन पुग्ने गरेका केपी शर्मा ओलीलाई अहिले मतदाताको घर घरमा मत माग्दै हिँड्नुपर्ने बाध्यता आइलागेको छ। एमाले उपाध्यक्ष गोकर्ण विष्णु गुल्मी क्षेत्र नम्बर 2बाट उम्मेद्वार छन्। यसभन्दा अगाडिका निर्वाचनमा गुल्मी 2बाटै सहज जित निकाल्दै आएका विष्टलाई यो निर्वाचनको नतिजा आफ्नो पक्षमा ल्याउन थप मेहनत गर्नुपर्ने विश्लेषण भइराखेको छ। यता नेकपा एमाले पदाधिकारीमा रहेका प्रतिनिधि सभा सदस्य उम्मेद्वार रहेका मध्ये विष्टले अरू उम्मेद्वारभन्दा बढी निर्वाचनको नतिजा अब पक्षमा ल्याउन सहज हुने विश्लेषण हुने गरेको छ। एमाले सरकारमा हुँदा पटक पटक अर्थमन्त्री बनेका विष्णु पौडेल रूपन्देही क्षेत्र नम्बर 2बाट उठेका छन्। अर्थमन्त्री हुँदा रूपन्देहीको विकास निर्माणलाई प्राथमिकता राखेर बजेट छुट्याउने काम गरेका पौडेललाई पनि निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्नको लागि निकै हम्मे पर्ने देखिएको छ। यता गण्डकी प्रदेशको मुख्यमन्त्री भएपछि दर्शक महानुभावहरू पृथ्वी सुब्बा गुरुङ पनि यति बेला नेकपा एमालेको किल्ला गाड्ने कोसिसमा छन्। तर उनलाई पनि घन्टीले छुट्याइदिने देखिएको छ। अर्का उपाध्यक्ष रामबहादुर थापा बादल चितवनबाट निर्वाचन लड्ने गर्दैथे। तर यसपटक उनी प्रत्यक्षतर्फ नभई समानुपातिकबाट सांसद बन्ने गरी दर्शक महानुभावहरू मुख हेरिराखेका छन्। यसपटक रेखा शर्मा उम्मेद्वार छैनन्। उनको ठाउँमा नेपाली कम्युनिस्ट पार्टीबाट निर्मला आचार्य छन्। दाङमा पनि दर्शक महानुभावहरू यता शङ्कर पोखरेलको हरिबिजोग रहेको छ। यसबारे के भन्नु? दर्शक महानुभावहरू यसैबीच चुनाव प्रसारको लागि आफ्नो क्षेत्र झापा क्षेत्र नम्बर 5 बालेन्द्र शाह जान लागेका हुन्। रासपा नेता तथा झापा 5 का उम्मेद्वार बालेन्द्र शाह स्वास्थ्यमा सुधार आएपछि आज झापा जाने भएका हुन्। चुनावी कार्यक्रममा अस्वस्थ भएपछि केही दिन काठमाडौँ आरम्भ गरेका उनी अब पुनः चुनावी अभियानमा फर्किन लागेका हुन्। उनका सहयोगी अर्जुन घिमिरेका अनुसार बालेन्द्र शाह आज बेलुकीसम्म दमक पुग्नेछन्। त्यसपछि उनी झापा 5 केन्द्रित चुनावी कार्यक्रम र मतदाता भेटघाट कार्यक्रममा सक्रिय हुने जानकारी प्राप्त भएको छ।
दर्शक महानुभावहरू, राष्ट्रिय स्वतन्त्र पार्टी विरुद्ध नेकपा एमाले देशैभर विरोध प्रदर्शन गरेको छ। रासपा कार्यकर्ताले झण्डा जलाएको आरोप लगाएपछि नेकपा एमाले राके जुलुस सहित बालेन्द्र शाहको पुतला जलाएको छ। रासपाका कार्यकर्ताले पार्टीको झण्डा जलाएको आरोपमा नेकपा एमालेका जनसंगठनहरूले राके जुलुस निकालेका हुन्। बिहिबार राति दाङको तुलसीपुरमा पार्टीको झण्डा जलाइएको विरोधमा उनीहरूले शुक्रबार साँझ राके जुलुस देशभर निकालेका छन्। जुलुसमा रासपाका वरिष्ठ नेता बालेन्द्र शाहको पुतला दहन समेत गरिएको छ। यता दर्शक महानुभावहरू, राष्ट्रिय स्वतन्त्र पार्टीले भने आफूहरूले कुनै पनि हालतमा नेकपा एमालेको झण्डा नजलाएको भनेर ठोकुवा गरेको छ। तर उता नेकपा एमाले भने नेकपा एमाले राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय तथा नेताहरूका पुतला दहन गर्न सुरु गरेको छ। एमालेको नारा लगाउँदै दाङमा रासपा कार्यालय तोडफोड गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी दाङ क्षेत्र नम्बर 3 को सम्पर्क कार्यालयमा तोडफोड गरिएको हो। तुलसीपुर स्थित सम्पर्क कार्यालयमा शुक्रबार साँझ करिब 6 बजेतिर नेकपा एमालेका कार्यकर्ताहरूले तोडफोड गरेका हुन्। रासपाका क्षेत्र नम्बर 3 का उम्मेद्वार कमल सुवेदीले पार्टी कार्यालय तोडफोड गरेको जानकारी दिए। पार्टीको सम्पर्क कार्यालय तोडफोड गरिएको रहेछ। कमल सुवेदीले भने कसले किन गरिरहेको बुझिरहेका छौं। त्यतिबेला नेकपा एमाले जिन्दाबाद भन्दै भिडियो भाइरल भएको छ। उक्त तोडफोडको भिडियो पनि सामाजिक सञ्जालमा सार्वजनिक भएको छ, जसमा युवा संघ र नेकपा एमालेको नारा लगाउँदै केही युवाहरूले तोडफोड गरेका छन्। बिहिबार राति राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछाने सुर्खेतबाट दाङको घोराई आउने क्रममा स्वागत गर्ने कार्यक्रमको भिडमा केही अपरिचित व्यक्तिहरूले एमालेको झण्डा जलाइएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो। यथापि कतिपय राष्ट्रिय स्वतन्त्र पार्टीले भने यो शङ्कर पोखरेलकै आफ्नै योजना हुन सक्ने आरोप लगाएका छन्। आफै जलाउने आफ्नो झण्डा र जलाउन लगाउने र देशमा अशान्ति मचाउने योजना हुन सक्ने भनेर आरोप पनि लगाएका छन्। त्यसपछि नेकपा एमाले सो विषयमा गम्भीर आपत्ति जनाएको थियो। सोही विषयलाई लिएर विवाद उत्पन्न भएको छ। त्यस विषयलाई नेकपा एमाले कार्यकर्ताले तोडफोड गरेको हुन सक्ने जानकारी प्राप्त भएको छ। इलाका प्रहरी तुलसीपुरका डीएसपीले भने तोडफोड हुन नपाएको बताए। ब्यानर च्यातेको त्यातेर तोडफोडको प्रयास गरेको रहेछ, हामीले रोकेर ठूलो तोडफोड हुनबाट रोके। दर्शक महानुभाव, यसैबीच यता नेकपा एमालेका नेता सूर्य थापाप्रति राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बल्ल आक्रोशित बनेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्युठान पुगेर आफू कसैलाई गाली गर्न नआएको भन्दै कटाक्ष गरेका छन्। शुक्रबार साँझ प्युठानको बिजुली बजार पुगेर रवि लामिछानेले नेकपा एमालेका नेता सूर्य थापालाई लक्षित गर्दै कटाक्ष गरेका हुन्। एमाले नेता थापा प्युठानमा उम्मेद्वार छन्। उनी 2079 को प्रतिनिधि सभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए। पछिल्लो प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणमा छानबिन गर्न बनेको संसदीय समितिको थापा नै संयोजक थियो। सोही समितिले रवि लामिछानेमाथि कारबाहीको सिफारिस गरेको थियो। कसैलाई गाली गर्न आएको होइन, जसले मलाई बदनाम गर्न सम्पूर्ण समय खर्च गरेको छ, उसलाई मेरो तर्फबाट अर्को माला लगाइदिने होला, बिजुली बजारमा रवि लामिछानेले बताएका छन्। कसले के भन्यो कसले के भनेन त्यो जवाब आफू नदिने पनि रवि लामिछानेले बताए। उनले भने त्यसको जवाब प्युठानका जनताले फागुन 21 गते घण्टीमा ड्याम भोट हालेर दिने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताएका छन्। सूर्य थापाले लक्षित गर्दै मेरो बदनाम गर्नेलाई एक माला अझै लगाइदिनु होला भनेका छन्। दर्शक महानुभावहरू, यसैबीच यता भने नेकपा एमालेका केही नेताहरू देखेर आफ्नै कार्यकर्ताहरू आजित भएका छन्। यसैबीच ईश्वर पोखरेललाई मतदाताहरूले गुनासो पुग्दै नेताहरूको बोलीमा लगाम लगाउनुहोस् भनेका छन्। नेकपा एमालेका नेता ईश्वर पोखरेल पुनः काठमाडौँ क्षेत्र नम्बर 5 बाट उम्मेद्वार छन्। दिनौ चुनाव प्रचारमा हिँडिरहेका पोखरेललाई मतदाताले पार्टी अध्यक्ष केपी शर्मा ओली र नेत्री रामकुमारी झाँक्री लगायतको बोलीमा लगाम लगाउन आग्रह गरेका छन्। निर्वाचन आयोगले 4 फागुनबाट प्रतिनिधि सभा उम्मेद्वारका लागि प्रचार सुरु गर्ने अवधि तोकेसँगै नेकपा एमालेका नेता ईश्वर पोखरेलको दैनिकी समेत फेरिएको छ। काठमाडौँ क्षेत्र 5 का उम्मेद्वार पोखरेलले आसन्न चुनावका लागि मतदाता भेटघाट एवं घर दैलो 4 फागुनबाटै सुरु गरेका थिए। पछिल्ला दिनमा बिहान बेलुका मतदाताको घर घरमा पुग्ने उनको दैनिकी नै भएको छ। उनको दिउँसोको समय भने क्षेत्रमा हुने सार्वजनिक कार्यक्रम फरक क्षेत्रमा आबद्ध व्यक्तिहरूसँग भेटघाट गर्दै बितिरहेको छ। तर दर्शक महानुभावहरू, एकाएक धेरैजना उनका मतदाता र उनका शुभचिन्तकहरूले केपी शर्मा ओली, रामकुमारी झाँक्री लगायतको बोलीमा
लगाम लगाउन आग्रह गरेका छन्। दर्शक महानुभावहरू, यसैबीच यता राष्ट्रिय स्वतन्त्र पार्टी भर्सेस काङ्ग्रेस अझै रवि र गगनको द्वन्द्व नरोकिएको प्रश्न देखिएको छ। सभापति रवि लामिछाने र नेपाली काङ्ग्रेसका सभापति गगन थापाले नेपाली राजनीतिका दुई कठोर प्रतिस्पर्धी पात्र हुन्। अघिल्लो संसदमा सहकारी ठगी मुद्दाको बहसमा गगनले रविमाथि लगाएको आरोप नै दुई नेताहरू बीचको कठोर प्रतिस्पर्धा र सङ्घर्षको कारक बनेको हो। सहकारी ठगीको मुद्दा चम्किँदै जाँदा गगन थापाले रवि लामिछाने विरुद्ध 20 मामला समेत गरेका थिए। दर्शक महानुभावहरू, रवि लामिछानेले सहकारीको रकम लिनका लागि निवेदन नै दिएको प्रमाण आफूसँग रहेको भनेपछि गगन र रवि बीचको टसल उत्कर्षमा पुगेको थियो। त्यति बेला आफू विरुद्धको प्रमाण नै पेश गर्ने भनेपछि रविले त्यो बेला यदि ठोस प्रमाण दिन सके आफूले राजनीतिक छाड्ने र नसके गगन थापाले राजनीतिक छाड्नुपर्ने भनेर शर्त पेश गरेका थिए। जुन चुनौतीलाई गगनले पनि स्वीकार गरेर प्रमाण पेश गर्न नसके आफू राजनीतिक छाड्न तयार रहेको भनेका थिए। तर अहिलेसम्म यो मुद्दाबाट न रविले छुटकारा नै पाएका छन् न त गगनले प्रमाण पेश गर्न सकेका छन्। यो मुद्दा अझै किनारा नहुँदा गगन रविको टसल समाप्त भएको छ।